जति बेला म पूर्वाञ्चल दैनिकमा काम गर्दै मोहन दाई पूर्वाञ्चल दैनिकको कार्यकारी सम्पादक हुनुहुन्थ्यो। सप्तरीमा एउटा बस दुर्घटना हुँदाखेरि हाम्रो त्यतिखेरको समाचार स्रोत भनेको कि यतापट्टि सुन्दा कञ्चनजङ्घा एफएमको हिसाबले कि कान्तिपुर एफएम। बाहिरका समाचारहरू कभर गर्नु पर्यो भने हामीले कान्तिपुर समाचार सुन्ने हो। 3 बजेको कान्तिपुर समाचार भनौँ न 12 बजेको कान्तिपुर समाचार सुनियो। त्यसलाई टेप रेकर्ड गर्ने जिम्मा मेरो हुन्थ्यो र त्यो समाचार हामी टेपमा रेकर्ड गर्दियौं र त्यसलाई आफ्नो भाषामा बनाउँथ्यौं। सप्तरीको बस दुर्घटनामा खुदुनाबारी स्वास्थ्य चौकीका प्रमुख गोपाल शरण भन्नेको मृत्यु भएको समाचार सार्वजनिक भयो। त्यतिखेरको टेलिफोन 43 एउटा लाइन थियो, 40-633 जस्तो लाग्छ अर्को लाइन। हाम्रो खगेन्द्र लिङदेन जो खुदुनाबारी स्वास्थ्य केन्द्रमै उहाँकै सहकर्मी हुनुहुन्थ्यो, उहाँसँग कुरा हुँदा हाम्रो अब यसरी दुर्घटनामा चाहिँ उहाँ बित्नु भएको खबर आएर श्रीमती परिवारका सबै सदस्यहरू जानुभयो भन्ने कुरा उहाँले पनि सूचना जानकारी दिनुभयो। बेलुका कञ्चनजङ्घा एफएमको समवेदना कार्यक्रममा उहाँको समाचार बज्यो। कार्यक्रम 15 मिनट भन्ने कञ्चनजङ्घा एफएमकै कार्यक्रम थियो। त्यसमा पहिला उहाँले गोपाल शरणले इन्टरभ्यू दिनुभएको रहेछ र खास गरी गोपाल शरणको विशेषता भनेको चाहिँ त्यहाँका गाउँठाउँका जसको छ बिरामी उहाँमा भइसक्यो आफै पुगेर उपचार दिने, सहयोग गर्ने, औषधि वितरण गर्ने, स्वास्थ्य जाँच गर्ने, जे आफ्नो तर्फबाट सहयोग गरिन्छ। खालि अस्पतालमै आउनुपर्छ भन्ने खालको होइन कि त्यो खालको विशेषता बोकेको मान्छे। समवेदना पनि बज्यो। पूर्वाञ्चल दैनिकमा भोलिपल्ट समाचार छापियो। समाचार सार्वजनिक भइसकेपछि भोलिपल्ट फेरि खगेन्द्र लिङदेनजीले भन्नुभयो, होइन उहाँलाई त घाइते मात्रै हुनुहुँदो रहेछ, धरानमा उहाँको उपचार भइरहेको छ भनिसकेपछि हाम्रो समाचारको खास स्रोत त्यतिखेर कान्तिपुर एफएम थियो। कान्तिपुर एफएमबाट भयो। पछि त्यसलाई संवेदना कार्यक्रममा बजिसकेपछि त्यो झन् अर्को पुष्टि भयो र पूर्वाञ्चल दैनिकमा भोलिपल्ट त्यो समाचार छापियो। भनिसकेपछि पछि मैले गोपाल शरणसँग माफी मागे। पछि ठिक भएर आउनुभयो र उहाँलाई पनि यो अहिले पनि देख्दाखेरि म उहाँलाई सम्झिन्छु, उहाँ पनि बेला बेलामा सम्झाउँछु।